सरप्राइज म आए। म तिम्रो तपस्या देखेर प्रसन्न भए बालक। भन के वरदान माग्छौ बालक? प्रभु मैले हजुरको दर्शन पाए म धन्य भए प्रभु। तर प्रभु हजुर त ज्याकेट र टोपीमा आउनु भएको छ। हजुरको त्यो धोती अनि त्यसपछि त्यो सुनहरू यताउता मालहरू खै त प्रभु? अनि के हामी चाहिँ धोती मात्रै लाएर बसिरहनु पर्ने? के हाम्रो चाहिँ मन हुँदैन भगवान्को? के हामीलाई चाहिँ मुडन मन लाग्दैन? ल के छिटो वरदान मागिहाल बाबु। बेलुका चाहिँ मेरो फेरि पार्वतसँग डेट छ, छिटो मागिहाल। अब के भन्ने प्रभु हजुरलाई? मेरो साथी सबैले धोका दिए, गर्लफ्रेन्डले पनि छोडेर गए। प्रभु मलाई चाहिँ हजुरले अरूको मन सुन्न सक्ने वरदान दिनु पर्यो प्रभु। तथास्तु बालक, तिम्रो माग पुरा भयो। यति भएपछि अब मलाई कसले धोका दिन सक्ने? पुरै पावर चाहिँ कसलाई ट्राई गरौँ होला? ए हर्के आएर चाहिँ यसलाई ट्राई गर्नु पर्यो। ओ हर्के ओ साथी के गर्दै गर्दै यस्तो एकान्त ठाउँमा एक्लै? चुतिया साला सर्डर लिएर आएको 2 महिना भइसक्यो, अहिलेसम्म तिरी नाम निशाना देखाएन। अझ आनन्दले बसिरह। यो मऱ्यो भने त म 1 किलो खसीको मासु किनेर खान्थ्यो होला आनन्दले। साथी यार म त तिमीलाई नै भेट्न जान लाग्थेँ नि। अस्ति तिमीसँग ल्याएको $100 थियो नि, त्यो फिर्ता गरिदिउँ भनेर के। अब यो जाब $100ले फेरि आफ्नै ज्यान गयो भने? अनि सुन त, तिमीलाई मैले 1 किलो खसीको मासु पनि ल्याइदिएछु। अब मान्छे मरिरहन चाहिँ नकुर ल यो खसी मासु खानलाई। ल मेरे तो एल लग गए, मेरे तो एल लग गए।